तपाईहरुले चाहिँ आफन्त साथीभाइ इष्टमित्र छरछिमेक भनेर त्यस्तो अपराधीलाई बचाउँदै हुनुहुन्छ भने तपाईहरु पनि इन्डाइरेक्टली पाप गर्दै हुनुहुन्छ है। तपाईहरुलाई पनि मेरो आमाको अनि त्यो भैँसीको आँसु खुन पक्कै पनि त्यसको शराब लाग्नेछ। त्यसैले कृपया त्यो खालको पाप चाहिँ नगर्नु होला। यदि तपाईहरुलाई थाहा छ भने प्लिज मलाई गोप्य रूपमा भनिदिनु होला। बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा अस्ति 17 गते घटेको घटनाले यो के बागलुङ जिल्ला के वरपरको छरछिमेक हैन यो सारा देशलाई नै पनि रुवाएको छ हैन। यो भैँसीको दर्दनाक अवस्थाले गर्दाखेरि त्यहाँको आगलागी भयो, कतै जनधनको क्षति भयो भन्दा पनि त्यहाँनेर के भयो भन्ने कुराले चाहिँ पुरै मान्छेको चासो छ र धेरै जनाले चाहिँ त्यस्तो कुनै पनि सोचले कोही व्यक्तिले यस्तो गरेको छ भने त्यो व्यक्तिलाई चाहिँ कडा भन्दा कडा कारबाही हुनुपर्छ। त्यसको लागि जति पनि सहयोग चाहिन्छ, जति पनि सपोर्ट चाहिन्छ त्यसको लागि हामी उभिन तयार छौं भनेर धेरै जनाले त्यसको सपोर्ट गर्नु भएको छ र अपराधीलाई चाहिँ ठुलै कारबाही हुनुपर्छ भनेर धेरै जनाले भनेको छ। यदि त्यो मानवीय कारणले भएको छ र कसैले जानी गरेको छ भने। अनि धेरै जनाले चाहिँ कतिसम्म भनेका छन् भने यो चाहिँ कुनै पनि मानवीय कारणले होइन, यो बिजुली सर्किटको कारणले गर्दाखेरि भएको हो भन्ने कुरा पनि भएको छ। तर यो चाहिँ त्यस्तो देखिँदैन। बिजुली सर्किट भएको कारणले गर्दाखेरि आगलागी भएको देखिँदैन, किनभने त्यो ठाउँमा बिजुली जोडिएको पनि छैन। एक हिसाबले गर्दाखेरि अरू कुनै कारण हो भने चाहिँ त्यो भगवान जानुन्, तर त्यहाँ कोही पनि गवाह उपस्थिति कोही पनि छैन। र त्यो घटना हुँदाखेरि त्यहाँको गाउँलेले पनि थाहा पाएको छैन र त्यो गाउँभन्दा पारीको मान्छेहरूले चाहिँ हल्ला खल्ला गरेर अब गाउँतिर आगलागी हुँदाखेरि पक्कै पनि सुसेलेर या कराएर त्यो कुराको खबर गर्ने गरिन्छ। त्यो राति 11-12 बजेको घटना थियो। त्यसपछि गाउँतिरको पल्लो गाउँको मान्छेहरूले चाहिँ सासार सुसिल गर्दाखेरि चाहिँ त्यो मान्छेहरूले थाहा पाएर हेर्न जाँदाखेरि चाहिँ राँगो जलिसकेको तपाईले देख्नुहुन्छ, भिडियोमा पनि देख्न सक्नुहुन्छ। 1.5 वर्षको राँगो जलिसकेर चाहिँ खरानी भइसकेको अवस्था छ भने चाहिँ भैँसी चाहिँ पुरै जलेर उसको आँखा पनि नदेख्ने, आँखा पनि पुरै दुईटै आँखा फुटिसकेको छ। आगोले गर्दाखेरि दुईटै आँखा फुटिसकेको, यस्तो बिजोक लाग्दो हैन, त्यो हेर्न पनि नसक्ने त्यस्तो अवस्थामा छ भैँसीलाई चाहिँ, जुन चाहिँ अब डाक्टरहरूको सल्लाह अनुसार उहाँहरूले चाहिँ एउटा कुनै ट्रिटमेन्ट गरेर केही कुराहरू गरेर चाहिँ त्यो भैँसीलाई चाहिँ बिना पीडा मृत्यु दिनु भएको छ हैन। तपाईहरुले चाहिँ आफन्त साथीभाइ इष्टमित्र छरछिमेक भनेर त्यस्तो अपराधीलाई बचाउँदै हुनुहुन्छ भने तपाईहरु पनि इन्डाइरेक्टली पाप गर्दै हुनुहुन्छ है। तपाईहरुलाई पनि मेरो आमाको अनि त्यो भैँसीको आँसु खुन पक्कै पनि त्यसको शराब लाग्नेछ। त्यसैले कृपया त्यो खालको पाप चाहिँ नगर्नु होला। यदि तपाईहरुलाई थाहा छ भने प्लिज मलाई गोप्य रूपमा भनिदिनु होला। जो पीडित पक्षको छोरा हुनुहुन्छ, उहाँको कान्छो छोरा, उहाँले चाहिँ आमालाई चाहिँ बार आमा यहाँ नबसौँ, गाउँ नबसौँ, हामी पोखरा गएर बसौँ भनेर बार रिक्वेस्ट गर्दा पनि आमाले चाहिँ होइन म यहीँ गर्छु, यहीँ गरेर बस्छु भनेर चाहिँ उहाँले चाहिँ एउटा गोठ बनाइदिएर भैँसी किनिदिनु भएको रहेछ। र इभन त्यो भैँसी किनेको र गोठ बनाएको इभन उहाँले पैसा अहिलेसम्म ऋण पनि तिरिसकेको अवस्था रहेनछ। र एउटा गरिब भन्दा पनि एउटा कुनै पनि किसानको लागि भनेको उहाँको साथी भने पनि जे भने पनि बोल्ने साथी भने पनि गफ गर्ने साथी भने पनि जे भने पनि सहारा भनेकै एउटा उसले पालेको वस्तु नै हुन्छ हैन। त्यो गाई भैँसी कुखुरा जे पनि हुन सक्छ, बाख्रा जे पनि हुन सक्छ, उसको भनेको सहारा भने पनि, भोलिको आशा भने पनि, उसको साथी भने पनि सबै कुरा त्यो हुन्छ। त्यो हामी एउटा किसानको परिवारलाई पक्कै पनि थाहा छ, छोराछोरीलाई पक्कै पनि थाहा छ। र यस्तो अवस्था हुँदाखेरि त्यो आमाको मन चाहिँ कसरी सम्हाल्यो होला, जो हामी हेर्छौँ भिडियोमा हेर्दा त हामीलाई यस्तो अवस्था कटक्क मन खान्छ, आँखा पोलेर आउँछ भनेपछि हामीले त यस्तो घटना धेरै भोगेका पनि छौँ। हामी सानो हुँदाखेरि घरमा हाम्रो धेरै आगलागी पनि भएको हो, घरहरूमा कुन्युहरूमा जो चाहिँ घाँसहरू थुपाएर राखेको छ। त्यस्ता मनस्थितिका मान्छेहरू गाउँमा धेरै थरीका हुन्छन्। रक्सी खाएको होस्, हवासमा आगो लगाइदिने, हिँडिदिने हैन, बल देखाउन कतिपय व्यक्तिहरू चाहिँ मै हुँ भन्ने बल देखाउनको लागि पनि अरू एउटा गरिब निम्न वर्गको मान्छेहरूलाई हेप्ने अवस्था पनि थियो। र अहिले त देशमा कानुन हरेक कुराहरूको छ, तर पनि यस्ता घटनाहरू चाहिँ गाउँघरमा घटि नै राख्छ। र यदि यस्तो मनस्थितिले कोही मान्छेले यस्तो घटना घटेको छ भने चाहिँ त्यो आफन्त पनि हुन सक्दैन, कोही पनि हुन सक्दैन, त्यो मान्छेलाई तुरुन्त कारबाही हुनुपर्छ। यदि त्यो मान्छे पहिचान गरेर त्यो मान्छेलाई चाहिँ ठिक ठाउँमा आउँछ भए इभन कुनै पनि सुरक्षा लोकल पुलिस हो र लोकल गभर्नमेन्ट त्यहाँको अब पालिका हुन सक्छ, वडा हुन सक्छ, पक्कै पनि उहाँहरूले चाहिँ त्यो एक्सन अगाडि बढाइसक्नु भएको होला। त्यो बढाउन पनि पर्छ, किनभने यस्तो घटनाहरू गाउँघरमा एकचोटि भयो भने बार घट्ने गर्छ। मान्छेको गोठमा लगाउने, आगो लगाइदिने, घाँसमा आगो लगाइदिने, अब बिस्तार डढेलो लगाइदिने, त्यस्तो मनस्थितिका मान्छेहरू धेरै हुन्छन् गाउँघरमा। हामीले पनि भोगेर आएको। परिवारले धेरै नै धनको क्षति बेहोर्नु पर्यो, जसमा चाहिँ मैले घर बनाउनको लागि भनेर नखाइ गरेर काटेको
दार अनि काठ र त्यो भैँसीलाई खुवाउनको लागि किनेको घाँस र बाख्रा पालनको लागि भनेर बनाइएको एउटा खोर र 1.5 वर्षको राँगो र मेरो आमालाई चाहिँ सहारा हुन्छ भनेर किनिदिएको त्यो ब्याउनलाई 1 महिना मात्र बाँकी रहेको त्यो भैँसी चाहिँ गुमाउनु भयो है। सबै कुरा राम्रै चलिरहेको थियो तर एक्कासी यो वज्रपात आइपर्यो म माथि। आशा छ तपाईँहरूले त्यो अपराधीसम्म पुग्नलाई चाहिँ मलाई सहयोग गरिदिनु हुनेछ। मेरो आमाले मैले बारम्बार आमा पोखरा जाम भन्दा पनि होइन म यहीँ बस्छु, म यहीँ कृषि गर्छु भनेर मैले त्यो आमाको एकै वचन काट्न नसकेर लोनमा चाहिँ भैँसी किनिदिएको थिएँ। अहिलेसम्म मैले त्यो लोन चाहिँ तिरिभएको पनि छैन। त्यो तिरि नसक्दै म माथि यो वज्रपात आइपर्यो। आशा छ तपाईँहरूले त्यो आमाको लागि चाहिँ आवाज उठाइदिनु हुनेछ। र अर्को कुरा, यदि तपाईँहरूलाई थाहा छ भने कृपया मलाई चाहिँ गोप्य रूपमा भनिदिनु होला। म तपाईँहरूको आइडेन्टिफाई, तपाईँहरूको परिचय चाहिँ कसै खुलाउनु छैन है। प्लिज मलाई चाहिँ यो समयमा तपाईँहरूको आवश्यकता छ, तपाईँहरूको साथ, तपाईँहरूको सपोर्टको आवश्यकता छ। म बोल्न सकिरहेको पनि छैन। म अहिले मेन्टल्ली एकदम प्रेसर भएको छु है। अनि तपाईँहरूले चाहिँ आफन्त, साथीभाइ, इष्टमित्र, छरछिमेक भनेर त्यस्तो अपराधीलाई बचाउँदै हुनुहुन्छ भने तपाईँहरू पनि इन्डाइरेक्टली पाप गर्दै हुनुहुन्छ है। तपाईँहरूलाई पनि मेरो आमाको अनि त्यो भैँसीको आँसु खुन पक्कै पनि त्यसको सराप लाग्नेछ। त्यसैले कृपया त्यो खालको पाप चाहिँ नगर्नु होला। यदि तपाईँहरूलाई थाहा छ भने प्लिज मलाई गोप्य रूपमा भनिदिनु होला है। अनि मलाई के लाग्छ भने न्यायमा ढिलो चाँडो हुन्छ, तर न्याय चाहिँ अन्ध हुँदैन है। प्लिज मलाई सपोर्ट गरिदिनु पर्यो यो बेलामा। र आशा छ तपाईँहरूले मलाई त्यो अपराधीसम्म पुर्याएर चाहिँ मेरो आमाको मनमा लागेको त्यो गहिरो घाउमा मलम लगाउने सकिनँ। म बोल्नै सकिरहेको छैन। कृपया मलाई चाहिँ आई निड योर हेल्प है। मलाई चाहिँ तपाईँहरूको साथ, तपाईँहरूको सपोर्टको जरुरी छ। प्लिज त्यो दर्दनाक अवस्था मैले त्यो भैँसी आयो, तपाईँहरूले मलाई सपोर्ट गर्नुहुन्छ, साथ दिनुहुनेछ है। आशा छ तपाईँहरूले त्यो अपराधीलाई चाहिँ लुकाउनु भएको छैन। यदि लुकाउनु भएको छ भने तपाईँहरू गलत गर्दै हुनुहुन्छ। बरु हामी त्यो अपराधीलाई चाहिँ सही मार्गमा हिँड्न सक्छौँ, त्यसलाई चाहिँ हामी सुधार्न सक्छौँ। नत्र तपाईँहरूले आफन्त बचाउँदै हुनुहुन्छ भने भोलि बिहान तपाईँहरूसँग पनि मसँग भए जस्तै गतिविधिहरू नदोहोरिला भन्न सकिन्न। त्यसैले प्लिज हेल्प मी एभ्रिवान है। म बोल्न सकिनँ। थ्याङ्क यू। अहिले विभिन्न तह र तबकाबाट विभिन्न व्यक्तिहरूले चाहिँ सोसल वर्क गर्ने व्यक्तिहरूले चाहिँ यो घटनालाई लिएर चाहिँ एकदमै जागरुक देखाउनु भएको छ र धेरैजनाले सहयोग सङ्कलन पनि गरिराख्नु भएको छ र धेरैजनाले सहयोग पुर्याइ पनि राख्नु भएको छ। र उहाँलाई चाहिँ एउटा भैँसी र उहाँको आमालाई भनेर चाहिँ उहाँ एउटा भैँसी गोठ बनाइदिने खर्चहरू जुटाउने कुराहरू पनि भइरहेको छ। यदि कृपया तपाईँहरू पनि कुनै तरिकाबाट चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ कृपया सम्बन्धित व्यक्तिलाई गर्नु होला। अहिले भनेको यो इमोसनल एट्याचमेन्ट लगाएर विभिन्न मान्छेहरूले ठग्ने कामहरू पनि नेपालमा धेरै हुन्छ। यस्तैको फाइदा उठाउने धेरै व्यक्तिहरू पनि देखेको छु, भोगेको पनि छु। कृपया यो चाहिँ सम्बन्ध तपाईँ आफ्नो मनदेखि नै कसैलाई सहयोग गर्दै हुनुहुन्छ, यस्तो ठाउँमा चाहिँ सहयोग गर्छु भनेर अगाडि बढ्नु भएको छ भने कृपया सम्बन्धित ठाउँमा त्यो पीडित पक्षसम्म पुग्ने गरी चाहिँ यो सहयोग गर्नु होला, आफ्नो तर्फबाट सहयोग गर्नु होला भन्छु होइन। अब हामीले कतिजनाले गरिसक्नु भएको छ, कतिजनाले गर्दै हुनुहुन्छ भने चाहिँ अब यो चाहिँ सम्बन्धित ठाउँमा पुग्ने गरी चाहिँ गर्नु होला। यस्तो अवस्थामा चाहिँ कतिजना खाने मान्छेहरू धेरैजना भेटेको छु मैले। कतिजनालाई चाहिँ अब त्यो कुनै त्यो सहानुभूतिसँग कुनै मतलब हुँदैन, उसलाई पैसासँग मतलब हुन्छ। अनि त्यस्ता व्यक्तिहरूसँग हामीले जोगिनु पनि पर्छ। नेपालमा सबै थरीका मान्छे पनि छन्। यहाँ राम जस्ता मान्छे छन्, रावण जस्ता मान्छे छन्, सबै थरीका मान्छे 10 टाउका भएका पनि छन् होइन। यो व्यवहारले एउटा, गुणले अर्को, थरीका मान्छेहरू पनि भेटिन्छ। त्यो भएको कारणले कृपया तपाईँको मनदेखि सहयोग गर्नुहुन्छ भने उहाँको सम्बन्धित ठाउँमा पुग्ने गरी तपाईँको सानो सहयोग पनि कसैलाई काम लागोस्, उसको मुहारमा मलम, त्यो पीडामा मलमपट्टिको काम गर्ने गरी चाहिँ अगाडि बढ्नु होला। उहाँको आमाको चाहिँ एकदमै भैँसी पाल्ने ठुलो रहर र अब पनि फेरि भैँसी नै पाल्ने उहाँको रहर भएको कारणले गर्दाखेरि धेरैजनाले सहयोग रकम जुटाइराख्नु भएको छ। र यदि तपाईँ पनि आफ्नो तर्फबाट चाहिँ थोरै रकम तपाईँले डोनेट गर्न चाहनुहुन्छ या आफ्नो तर्फबाट सहयोग गर्न चाहनुहुन्छ भने शेरबहादुर विकको खाता नम्बर, उहाँको छोरा हुनुहुन्छ, उहाँ चाहिँ सिद्धार्थ ब्याङ्कको खाता नम्बरमा यो क्युआरमा तपाईँले आफ्नो तर्फबाट
जति सक्दो सहयोग गर्न सक्नुहुन्छ। यस्तो दुष्ट व्यक्तिलाई चाहिँ अब बचाउने कुरामा आफन्त साथीभाइ इष्टमित्र भनेर हुँदैन, पक्कै पनि थाहा छ भने सबैजनाले यो मान्छेलाई चाहिँ सम्बन्धित ठाउँमा बुझाइदिनुपर्छ या पोल लगाइदिनै पर्छ। यसरी चाहिँ हुँदैन। यो आज एकजनाको घरमा घटेको छ भने भोलि अर्काको घरमा नि घट्न सक्छ। समाजमा यस्ता घटना घटेको कारणले गर्दाखेरि त्यहाँ कुनै पनि राजनीति गर्न चाहिँ हुँदैन। पक्कै पनि मान्छेले मानवीय व्यवहार देखाउनुपर्छ, राजनीति गर्न हुँदैन हैन। हरेक ठाउँमा चाहिँ हरेक कुराहरूमा राजनीति लगाइरहेको हुन सक्छ, तर यस्तो कुरामा चाहिँ राजनीति हुन सक्दैन। पोखरा जाम भन्दा पनि हैन म यहीँ बस्छु, म यहीँ कृषि गर्छु भनेर मैले त्यो आमाको एकै वचन काट्न नसकेर लोनमा चाहिँ भैँसी किनिदिएको थिएँ। अहिलेसम्म मैले त्यो लोन चाहिँ तिरिभएको पनि छैन। त्यो तिरि नसक्दै म माथि यो वज्रपात आइपर्यो। आशा छ तपाईँहरूले त्यो आमाको लागि चाहिँ आवाज उठाइदिनु हुनेछ।